नेपालमा एउटा विशेष प्रकारको उम्, मृग पाउँछ हिमाली भेगमा। त्यो मृग चाहिँ नि हरेक यो जीवित प्राणीहरूको त्यही नै हो। जन्मियो केही समय त उसलाई जसरी हामी जन्मिँदा हामीलाई थाहा हुँदैन, केही थाहा थिएन। तर बिस्तारै अलिकति ठुलो हुँदै गयो, जब उसलाई महसुस हुन थाल्यो, उसलाई एकाएक यस्तो गजबको महसुस भयो। एकदम मिठो सुगन्ध। यहाँहरूलाई कसैलाई यदि अनुभव छ भने पारिजात अथवा चमेलीको बुटाको छेउछाउमा हिँड्दाखेरि एकाएक मिठो सुगन्ध आउँछ। कसैलाई अनुभव छ? अथवा अरू कुनै अन्य कुनै फुल जो एकदम मिठो बास्ना आउँछ, त्यस्तै गजबको बास्ना एकाएक आयो। उसले अब तपाईँ हामी पनि यसो बास्ना गजब मिठो लाग्यो भने हामी यसो यताउता हेर्छौँ, कहाँ हो के हो, होइन? त्यो मृगले पनि यताउता यसो खोज्ने प्रयास गर्यो। खोज्दै जाँदा चाहिँ नि उसले आमा भेट्यो। आमा आमाको दुध खायो। उसलाई लाग्यो सायद आमाको दुधको त्यो सुगन्ध हो। तर खाँदै जाँदा एकछिनमा त्यो हरायो, ऊ अगायो, त्यो सुगन्ध पनि आउन छोड्यो। यसै गरी उसको जीवन अगाडि बढ्दै गयो। अलि पछि चाहिँ फेरि त्यही सुगन्ध आयो एकाएक। फेरि ऊ यताउता यसो हेऱ्यो, यति धेरै यति मिठो सुगन्ध कि उसलाई चाहिँ नि त्यो जिज्ञासा जाग्यो। यताउता हेऱ्यो, ऊ साथीहरूसँग खेलिरहेको थियो जङ्गलमा। उसलाई लाग्यो सायद साथीहरूबाट यो सुगन्ध आयो। साथीहरूसँग झन् धेरै खेल्न थाल्यो। तर एकाएक फेरि ऊ खेल्दा खेल्दै थाक्यो, सुगन्ध पनि आउन छोड्यो। जीवन यसै गरी अगाडि बढ्दै गयो। फेरि सुगन्ध आउँछ, ऊ कहिले पानीमा हुन्छ, सायद उसलाई लाग्यो पानीबाट हो। तर फेरि एकैछिनमा हराएर जान्छ। कहिले ऊ जङ्गलमा हुन्छ, कहिले रुखमा हुन्छ, कहिले कहाँ। यसरी उसको जीवन अगाडि बढ्दै गयो। अलिकति ऊ परिपक्व भयो, एडल्ट भयो। र उसलाई अझ पनि त्यो सुगन्ध आइ नै रहेको छ। उसले अब चाहिँ उसले आफ्नो फिमेल मृगलाई भेट्यो। उसलाई लाग्यो सायद यो मेरो फिमेल साथीसँग भेटेर मलाई यो सुगन्ध आएको। के उनीहरू सँगसँगै समय बिताए। तर एकैछिनमा उसलाई त्यो सुगन्ध फेरि हरायो। अब ऊ अलिकति यङ भयो, अलिक म्याच्योर भयो, उसँग पावर भयो। उसलाई लाग्यो अब म मेरो कम्युनिटीको लिड गर्छु, होइन? डिफेन्स गर्छ आफ्नो कम्युनिटीको, लड्छ, अरूसँग जित्छ। अनि त्यो लड्दा लड्दै जित्दा जित्दै एकाएक उसमा फेरि त्यो सुगन्ध आउँछ। उसलाई लाग्यो सायद म यो पावरफुल भएपछि मलाई यो आनन्द आइरहेको छ। फेरि एकछिनमा हराउँछ। यसरी नै जिन्दगी अगाडि बढ्यो। अब चाहिँ बिस्तारै उसको आफ्नो पनि उसको बच्चा बच्चीहरू भए, सन्तानहरू भए। सन्तानहरू देखेर उसलाई लाग्यो कि त्यो सुगन्ध सन्तानहरूबाट आयो। तर त्यो पनि बिस्तारै हरायो। अब समय धेरै बितिसक्यो, ऊ बिस्तारै वृद्ध अवस्थामा पुग्यो। फेरि पनि सुगन्ध चाहिँ उसलाई कहिलेकाहीँ आउन थाल्यो। उसले अब धेरै भागदौड खोज गर्न सक्थेन, तर जति सक्थ्यो उसले कोसिस गर्दै गयो। एक दिन चाहिँ अब ऊ चाहिँ नि यति धेरै कमजोर भयो कि पहाडको कुनै एउटा कुनामा अब ऊ हिँडुल गर्न नसक्ने अवस्थामा, पल्टिराखेको अवस्था बन्यो। ऊ एकदमै कमजोर अवस्थामा, अर्धचेत भनौँ अवस्थामा, जिन्दगीको अन्तिम क्षण भनौँ, ऊ चाहिँ पल्टिराखेको बेला फेरि एकाएक उसको उसमा चाहिँ त्यो सुगन्ध आयो, यति मिठो सुगन्ध, जुन सुगन्ध उसले जिन्दगीभर
पाइराख्यो बेला बेलामा, अथवा उसको खोजीमा, उसको स्रोतको खोजीमा ऊ घुमिराख्यो। उसमा शक्ति थिएन, तर त्यो सुगन्धले यति धेरै ऊर्जा उसले प्राप्त गर्यो। ऊ एकछिन उठ्ने प्रयास गर्यो, तर उठ्न सकेन। उसले आफ्नो टाउको यसरी हल्लाउने कोसिस गर्यो, अथवा आफ्नो नाकलाई यताउता हल्लाउने कोसिस गर्यो। त्यसरी हल्लाउँदा चाहिँ उसको नाक चाहिँ, उसको अथवा उसको अनुहार चाहिँ, उसको मुख चाहिँ उसको शरीरको नाभि केन्द्रमा ठोकिन पुग्यो, आफ्नो नेबल सेन्टरमा। जब उसको अनुहार अनायासै आफ्नो नाभि केन्द्रमा ठोकिन पुग्यो, अब उसले त्यो त्यो सुगन्ध चाहिँ निरन्तर पाइरह्यो। उसलाई त्यो अलौकिक आनन्दको महसुस हुँदै थियो। उसले, उसको दिमागमा भर्खर, मैले जिन्दगीभर खोजेँ जुन कुरा, त्यो त मेरै नाभिमा रहेछ भन्ने कुरा महसुस हुँदै थियो। उसले प्राण त्याग गर्यो। र यो स्टोरी पनि यहीँनिर सकिन्छ। यो स्टोरी सुन्दै जाँदा यहाँहरूलाई अहिले आफ्नो मनमा कस्तो विचारहरू आइरहेको छ, कसैले सेयर गर्नुहुन्छ? कस्तुरीले चाहिँ आफ्नै नानीमा भएको त्यो मिठो बासना आफूले थाहा पाउँदा चाहिँ जिन्दगीभरि दुःख पाइरहेको त्यो त्यो त्यसको खोजीमा भौतारिरहेको त्यो बासनाको खोजीमा भौतारिरह्यो। त्यस्तै हामी पनि आफूभित्र भएको खुसी आफूभित्र नखोजेर अरूमा खोज्न थालेको जिन्दगी दुःख गरे दुःख दुःख दिइरहेछौँ, आफूले आफूलाई दुःख दिइरहेछौँ। उहुँ, आहा, तपाईँले आफ्नो लाइफसँग रिलेट गर्नुभयो। अरू कसैले थप्नुहुन्छ? आफ्नो घरको कुराहरू चाहिँ नबुझ्दाखेरि चाहिँ मान्छेलाई गाह्रो हुन्छ। हजुर। कुनै ठाउँमा त जे कुरा पनि मान्छेभित्र एउटा न एउटा त खुबी हुन्छ होइन, त्यो कुरा चाहिँ त्यो नदेख्दाखेरि चाहिँ मान्छेलाई गाह्रो भइरहेको हुन्छ। कृष्णजी, मलाई अलिकति बुझाइदिनुहुन्छ? साउन्ड क्लियर आएन। हजुर। व्यक्तिमा आफ्नो भित्र केही न केही खुबी क्षमता हुन्छ, तर त्यसलाई पहिचान गर्न सक्दैनौँ हामीले, त्यसले गर्दा हामी अँ, आफैलाई चाहिँ भनेको छ। धन्यवाद। भनेको यो हाम्रो जीवनमा लागु हुन्छ यो कथा? रिलेट गर्न सकिन्छ? एकजना व्यक्ति जन्मिन्छ, बिस्तारै उसमा चेतना, सचेत हुन थाल्छ। कतिपय उसलाई परिवारले, समाजले, कसैले भन्छन्, कतिपय उसलाई आफैलाई लाग्दै जान्छ। अघि तपाईँहरूले सुरुमा मैले गरेको प्रश्न जस्तै, सबैजना अनेक चिज गर्दै जान्छन्, तर कहीँ न कहीँ उसको खोजी भनेको त्यो खुसी, आनन्द, सन्तुष्टि हुन्छ। त्यसका लागि कसैले जागिर गर्छन्, होइन? कसैले व्यवसाय गर्छन्, कसैले खेती किसानी गर्छन्, कसैले तपाईँ हामी जस्तो समाजमा काम गर्छन्, कसैले नितान्त सेवा गर्छन्, अनेक गर्छन्। कसैले बिजनेस गर्छन्, कोही पोलिटिक्समा हुन्छन्। तर यस अवस्था अनुसार साथीसँग हुँदा त्यही रमाउन खोज्छन्, बिहे गरेपछि परिवारसँग रमाउन खोज्छन्, त्यहाँ आनन्द लिन खोज्छन्, जागिरमा आनन्द लिन खोज्छन्, बिजनेसमा आनन्द लिन सक्छन्, पोलिटिक्समा आनन्द लिन खोज्छन्, सबैतिर खोज्छन्। तर समय जब बित्दै जान्छ, अथवा अवस्था अलिक कमजोर हुँदै जान्छ, त्यो परिवारको सायद महत्त्व धेरै हुन्छ, तर त्यो खुसी, त्यो आनन्द प्राप्त गर्न सक्दैनन्। अहिले प्रधानमन्त्री छ मान्छे, बिस्तारै जब उसले आफ्नो कुनै एउटा अवस्था आउँछ, इभन सिटिङ प्रधानमन्त्रीमा पनि त्यो कहीँ न कहीँ, राष्ट्रपति प्रधानमन्त्री अर्को भइसकेको मान्छेमा पनि त्यो अझै तृष्णा बाँकी छ। ऊ फेरि फेरि हुन चाहिरहेको छ, अथवा घर फर्केर आएपछि आफ्नो शरीरले, मनले, विचारले पीडित छ। त्यो सन्तुष्ट हुन सकेको छैन। बिजनेसमा धेरै राम्रो गरिरहेको छ, तर तपाईँहरू सबैले स्टिभ जब्सको कथा सुन्नुभएको होला, जो एप्पल, जसले एप्पल भन्ने कम्पनी बनाउनु हो।
मैले लास्ट टाइममा चाहिँ आफ्नो हस्पिटलमा सेयर गरेको जुन लाइफ लर्निङ छ त्यो त्यो धेरै महत्त्वपूर्ण छ। प्राप्त गर्न सकेन, सक्दैन, कहीँ न कहीँ यस्तै। र हामीले विभिन्न हाम्रो हाम्रो संस्कारमा हाम्रो पूर्वजहरूबाट कतिपय किताबहरू, हाम्रो पूर्वीय दर्शनका केही किताबहरू हेऱ्यौँ भने यो देखिन्छ कि मान्छेमा पनि त्यस्तो अलौकिक सम्भावना हुन्छ, गुण हुन्छ, तत्त्व हुन्छ, जसबाट उसले निरन्तर जसरी त्यो मृगले आफ्नो कस्तुरीको पहिचान अन्तिम क्षणमा गर्यो, अथवा कस्तुरी आफैसँग थियो, त्यस्तै कस्तुरी मानवभित्र पनि हुन्छ, जसले यो शान्ति, सुख, आनन्द, खुसीको अल्टिमेट सोर्स हो। त्यो स्टिमुलेट हुन्छ विभिन्न एक्टिभिटीमा, कहिले समाजमा गरिरहेको काममा, कहिले खानामा, कहिले अन्य गतिविधिमा स्टिमुलेट हुन्छ। हामीलाई लाग्छ त्यो खानामा आनन्द थियो, हामीलाई लाग्छ त्यो परिवारसँग आनन्द थियो, हामीलाई लाग्छ अन्य बाह्य कुनै सोर्समा आनन्द थियो, र हामी कहिले पनि यो ध्यान दिन सकेनौँ, सक्दैनौँ, अथवा फर्किएर हेर्दैनौँ कि यसको सोर्स कतै म भित्रै त छैन। र कहीँ कतै गएर रियलाइज हुन्छ, कसैलाई रियलाइज हुन्छ, कसैलाई हुँदैन कि हो यो सोर्स त मसँग रहेछ भनेर, तब त्यति बेला टाइम हुँदैन। सो तपाईँहरूलाई छोटो अर्थमा भन्नुपर्दा, वी आर सो लकी टु ह्याभ इट इन आवर कल्चर कि हाम्रो पूर्वजहरूले एउटा यस्तो टुल बचाएर राखे, त्यसलाई त्यसलाई कम्पाइल गरे, त्यसलाई खोजे, त्यसलाई अभ्यास गरे, र त्यसलाई बचाएर राखे कि एउटा यस्तो प्र्याक्टिस छ, एउटा टुल छ, जसको नियमित अभ्यासबाट हामी त्यो सोर्ससम्म पुग्न सक्छौँ, अल्टिमेट ह्याप्पिनेसको एक्सपिरियन्स गर्न सक्छौँ। त्यही टुललाई, त्यही अभ्यासलाई हामी योग भन्छौँ। र अब योगलाई अहिले 5 मिनटमा उम्, बुझाउन गाह्रो छ। इट्स अ फिलोसोफी। तर हामी छोटोमा यही बुझ्न सक्छौँ, संसारमा अ, जति पनि मान्छेहरूले खोजिरहेको, भौतारिरहेको, अथवा यो स्टोरीले मेसेज दिन खोजिरहेको कुरा जुन छ, त्यसलाई अनुभव गराउने दुईटा चिज हुन्छ। एउटा ज्ञान, एउटा जानकारी दिने, जस्तो अहिले मैले तपाईँलाई दिइरहेको छु, यस्तो हुन्छ। कसैलाई विश्वास लाग्यो होला, कसैलाई अलिकति जिज्ञासा लाग्यो होला, कसैलाई शङ्का लाग्यो होला, कसैलाई विश्वास नलाग्यो होला। यो स्वाभाविक हो। यो इन्फर्मेसन, यो जानकारी दिने कुरा हो। तर कुनै एउटा यस्तो टुल जसको अभ्यासले हामी अनुभव गर्न सक्छौँ, फिल गर्न सक्छौँ, जसको निरन्तर अभ्यासले हामी त्यो प्राप्त गर्न सक्छौँ, यदि त्यस्तो कुनै अभ्यास यो दुनियाँमा छ भने त्यो त्यो योग हो। र यहाँलाई यो योगमा, यो दिव्य अभ्यासमा स्वागत छ, बधाई छ, र शुभकामना छ। यो शान्तिको यात्रा, यो खुसीको यात्रा, यो आत्मसन्तुष्टिको यात्रा यहाँहरूको सफल होस्। म यहाँहरूलाई शुभकामना दिन चाहन्छु।